हेलो फेरि एउटा केस है त। यदि तपाईँको घरमा पनि 1 वर्षभन्दा मुनिको बच्चाहरू छन् भने चाहिँ काम लाग्छ। एउटा आमाले आफ्नो 5-6 महिनाको बच्चालाई वेल चाइल्ड भिजिटको लागि हस्पिटल ल्याउनुहुन्छ। बच्चामा समस्या केही पनि हुँदैन। बच्चाले नियमित भ्याक्सिन पाइरहेकै हुन्छ। तर डाक्टरले बच्चालाई चेक गर्दाखेरि चाहिँ बच्चाको टाउकोको हड्डी अलिकति नरम भएको, बच्चाको नारी अलिकति सुन्निएको जस्तो पाएर एक्सरे गर्दा बच्चाको नारीको हड्डी चाहिँ अलिकति फराकिलो पाउनुहुन्छ। अनि के रहेछ भनेर हेर्दाखेरि चाहिँ यो बच्चामा भाइटामिन डी डेफिसियन्सी भएको पाउनुहुन्छ। हो, 1 वर्षभन्दा मुनिको बच्चाहरूमा भाइटामिन डी डेफिसियन्सी हुने रिस्क एकदमै हाई हुन्छ। किनभने आमाको दुधमा पर्याप्त मात्रामा भाइटामिन डी चाहिँ हुँदैन। अझै भन्नुपर्दा एकदमै न्यून हुन्छ। मानौँ तपाईँको बच्चाले यदि दिनमा 1 लिटर आमाको दुध खान्छ भने त्यसबाट उसले पाउने भनेको जम्मा 20 देखि 22 इन्टरनेसनल युनिट मात्रै हो। अब बच्चालाई चाहिने भनेको कति हो त? दिनमा 400 इन्टरनेसनल युनिट भाइटामिन डी चाहिन्छ। अर्को सोर्स घामबाट पनि बच्चाहरूले भाइटामिन डी चाहिँ पाउँछन्, तर त्यो सोर्सबाट पनि पर्याप्त हुँदैन। अनि त्यसैले गर्दा कमी हुने चान्स चाहिँ धेरै हुन्छ। अनि कम भयो भने यस्तै समस्याहरू, हड्डीहरू कमजोर हुने, नरम हुने, हैन, पछि गएर बाङ्गो हुने, अनि फ्र्याक्चर पनि हुने, अनि जति बढ्नुपर्ने हो बढ्न पनि सक्दैन, हैन? त्यसैले गर्दाखेरि सीडीसी, डब्ल्युएचओ, अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स, इन्डियन एकाडेमी अफ पेडियाट्रिक्सहरूले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 1 वर्षभन्दा मुनिको बच्चाहरूलाई एटलिस्ट 400 इन्टरनेसनल युनिट पर डे भाइटामिन डी सप्लिमेन्ट चाहिँ रिकमेन्ड गर्छ। के तपाईँको बच्चाले पनि भाइटामिन डी सप्लिमेन्ट लिइरहेको छ? के नेपालमा बस्ने बच्चाहरूको लागि पनि भाइटामिन डी सप्लिमेन्ट दिनुपर्छ? हो, नेपालमा गरिएको स्टडीले के देखाउँछ भने विश्वको अरू देशहरूभन्दा नेपालको बच्चाहरूमा चाहिँ भाइटामिन डी कमी भएको संख्या एकदमै कम छ। तर पनि भाइटामिन डी चाहिँ दिनु उपयुक्त हुन्छ। अझै स्पेशली जो आमाको रगतमै भिटामिन डी कमी भएको छ, अनि त्यसपछाडि जो आमाले नियमित रूपमा अथवा पर्याप्त मात्रामा घाममा बस्न पाउनु हुँदैन, जो आमाले चाहिँ भाइटामिन डी भएको खानाहरू पर्याप्त खान पाउनुहुन्न, अथवा बच्चाले नियमित घाममा बस्न पाइरहेको छैन भने त्यस्तो अवस्थामा चाहिँ भाइटामिन डी सप्लिमेन्ट दिनु एकदमै उपयुक्त हुन्छ। साथै अरू आमाले पनि आफ्नो बच्चाहरूलाई भाइटामिन डी सप्लिमेन्ट दिनु चाहिँ उपयुक्त हुन्छ, तर आवश्यक मात्रा अनुसार मात्रै। जस्तै 200 देखि 400 इन्टरनेसनल युनिट जुन बजारमा पाउन सकिन्छ ड्रपरले, हैन, त्यो लिएर खुवाउन सकिन्छ। अथवा आफ्नो बच्चाको डाक्टरसँग भेटी सल्लाह लिई आफ्नो बच्चालाई भाइटामिन डी चाहिएको नचाहिएको सोधी भाइटामिन डी चाहिँ लिन सकिन्छ। यसले गर्दाखेरि चाहिँ यही बच्चालाई, यो केसको बच्चालाई जस्तै देखिने समस्याहरू चाहिँ नहुन सक्छ अथवा जोगाउन सकिन्छ है त। थ्याङ्क यू।